हेलो एभ्रिवान। यस भिडियोमा म तपाईहरुलाई पिबी ग्रुपले डेटा एनालाइसिसमा यो आइबिएम एसपीएसएसबाट दिने ट्रेनिङको बारेमा बताउन गइरहेको छु। यो कोर्स दुवै अनलाइन र फिजिकल दुवै माध्यमबाट 3 हप्तामा पढाइ हुन्छ। यसलाई स्टुडेन्टहरुले, रिसर्चरहरु, प्रोफेसनलहरुले चाहिँ यो कोर्स लिएर यसको स्किल्स युज गर्न सक्नुहुन्छ। यसको सिलेबसको लागि चाहिँ हामी यो pbg.gov.np मा जाने र त्यहाँ गएर यो कोर्सेस भन्ने सेक्सनमा जानुभयो भने यहाँ आइबिएम एसपीएसएस माथिपट्टि नै छ। यो डेटा एनालाइसिस युजिङ एसपीएसएस को यो कोर्सको डिटेल्सको लागि यसमा क्लिक गर्नुभयो भने यसको ओभरभ्यू, यसको सिलेबसको विकली ब्रेकडाउनहरु यहाँ पाउन सक्नुहुन्छ, अपकमिङ शेड्युलहरु पनि। र यसको पुरै सिलेबस हेर्नको लागि चाहिँ यो लेफ्ट साइडमा एउटा डाउनलोड सिलेबसको अप्सन छ। यसलाई क्लिक गर्नुभयो भने सिलेबस डाउनलोड हुन्छ। यो 3 हप्ताको कोर्समा हामीले सफ्टवेयर इन्स्टल गर्छौं, डेटाको प्रपर्टिजहरु, कुन भेरिएबलहरु बनाउने, क्वेशनहरुलाई चाहिँ एसपीएसएस मा कसरी लिएर आउने, एक्सेल फाइलहरुलाई एसपीएसएस मा कसरी लिएर आउने भन्ने कुरा सिक्छौं। डेटा प्रोसेसिङमा चाहिँ हामीले विभिन्न डेटाहरुलाई चाहिँ इम्पोर्ट एक्सपोर्ट सहित यो क्रिएट, अपडेट, डिलिट गर्ने कुराहरु, मर्ज गर्ने कुराहरु, डुप्लिकेटहरु हटाउने कुरा लगायत डेटालाई फिल्टर गर्ने, सिलेक्ट गर्ने कुराहरु हेर्छौं। त्यस्तै हामीले क्याल्कुलेसन गरेर डिफरेन्ट म्याथमेटिकल फर्मुलाहरु क्याल्कुलेसन गर्ने कुराहरु पनि हामीले यही कोर्समा सिक्छौं। हाम्रो डेटा एनालाइसिस चाहिँ यसमा 3 पार्टमा बाँडिएको छ। एउटा चाहिँ हामीले डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्स र यो टेबल, क्रस टेबलहरु निकाल्ने, पाइभट टेबलहरु निकाल्ने कामहरु गर्छौं। त्यस्तै स्ट्याटिस्टिकल टेस्ट चाहिँ हामीले यो कुन डेटामा कुन टेस्ट गर्ने, कुन कस्तो क्वेशन्समा कुन टेस्ट लाग्छ भन्ने कुराहरु गर्छौं र यसमा टी टेस्ट, एनोभा, काई स्क्वायर हुँदै रिग्रेसन सम्म गर्छौं। यसलाई हामीले रन गरेर आउटपुटलाई इन्टरप्रिटेसन गरेर लेख्नसम्म सिक्छौं। त्यस्तै डेटा भिजुअलाइजेसन पनि हामीले कुन डेटामा कुन ग्राफ निकाल्ने, त्यसलाई कसरी एडिट गर्ने र एक्सपोर्ट गर्ने कुराहरु सिक्छौं। र एउटा राम्रो पार्ट भनेको हामीले सिन्ट्याक्सबाट चाहिँ यो सबै कामहरुलाई कसरी अटोमेट गर्ने, डेली काम गर्नुपर्छ भने एसपीएसएस मा सिन्ट्याक्स लेख्न मिल्छ, त्योबाट हामीले कामलाई अटोमेसन गर्न पनि सिक्छौं। यसको कोर्समा एउटा प्रोजेक्ट गरेर बुझाउनु पर्ने हुन्छ र हजुरहरुलाई सर्टिफिकेसन हुन्छ। अब म यसको डेमो गर्न गइरहेको छु। यो सफ्टवेयर मेरोमा अलरेडी इन्स्टल छ, मैले यसलाई क्लिक गरे, यो खुल्दै छ। सफ्टवेयर खुलिसकेपछि यसमा यो दुईटा विन्डो हुन्छ, एउटा डेटा भ्यू र अर्को भेरिएबल भ्यू। भेरिएबल भ्यूमा चाहिँ हामीले डेटाको प्रपर्टिजहरु डिफाइन गर्ने हो र डेटा भ्यूमा चाहिँ हामीले डेटा एन्ट्री गर्ने हो। जस्तो मैले यहाँ गएर हामीले चाहिँ रोल नम्बर भनेर बनायौं भने रोल नम्बर भन्ने हुन्छ। यसलाई कुन टाइपको रोल नम्बर लिने हो त भन्दा न्यूमेरिकै राख्यौं, 4 अक्षरको न्यूमेरिक रोल नम्बर लिने, डेसिमल हुँदैन रोल नम्बरमा। त्यस्तै यसको चाहिँ अब हामीले लेभल, यसलाई यो के भनेर बुझ्ने भन्दा रोल नम्बर अफ स्टुडेन्ट भनेर गर्ने। यस चाहिँ अब यो कुन चाहिँ टाइप हुन्छ त मेजरमेन्टमा, यो क्याल्कुलेसन्स गर्ने हो भने स्केल राख्ने, अर्डरमा क्याटेगोरी छ भने अर्डिनल, नोमिनल हुन्छ। रोल नम्बरलाई चाहिँ स्केलमै राख्नु भयो भने हुन्छ। र यहाँ गएर अब रोल नम्बर भन्ने फिल्ड बनेको हुन्छ डेटा भ्यूमा, भेरिएबल भ्यूमा प्रपर्टिज हुन्छ, डेटा भ्यूमा चाहिँ हुन्छ। अब यसमा गएर हामीले 10, 11, 12 यसरी गर्न मिल्छ। त्यसैगरी हामीले अर्को भेरिएबल थप्नु पर्यो भने फेरि म भेरिएबल भ्यूमा आउँछु। यहाँ जेन्डर भनेर राख्यौं भने जेन्डर हेर्दाखेरि त स्ट्रिङ हो कि जस्तो लाग्छ, तर जेन्डरलाई हामीले क्याटेगोराइज गर्न मिल्छ। सो यहाँ गएर यसको यो भ्यालुजमा यहाँ चाहिँ जेन्डर अफ पार्टिसिपेन्ट अथवा यो लेभल राखिसकेपछि यसको यो भ्यालु लेभलमा गएर 1 भनेको फिमेल, 2 भनेको मेल, 3 भनेको थर्ड जेन्डर हैन, थर्ड जेन्डरलाई मैले सर्टकटमा लेखिदिएँ। यसरी गरेर हामीले यसलाई चाहिँ अब हामीले यो चाहिँ नोमिनल हो किन यसमा कुनै अर्डर छैन, नोमिनल गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को हामीले इन्कम क्याटेगोरी भनेर गर्यौं भने यसमा चाहिँ हामीले इन्कम बाइ क्याटेगोरी भन्ने हुन्छ। इन्कमलाई हामीले चाहिँ क्याटेगोराइज गर्न मिल्छ, अघि जस्तै गरी जेन्डर जस्तै गरी 1 भनेको बिलो 50k, 2 भनेको 51 देखि 100k हैन, 3 भनेको अबोभ 100k। अब यसमा हेर्नुभयो भने यो क्याटेगोरीमा इन्क्रिजिङ अर्डर छ 1 2 3 मा, जस्तो यो इन्क्रिजिङ अर्डर भएको भएर यसलाई चाहिँ हामीले यहाँ अर्डिनल राख्नुपर्ने हुन्छ। यसरी हामी सबै तपाईहरुको होल क्वेशनहरुलाई कसरी चाहिँ लिएर आउने यहाँ भनेर डिजाइन गर्ने भनेर सिकाउँछौं र यहाँ डेटा एन्ट्री गर्न पनि सिकाउँछौं। यसको बाहेक हामीले यो फाइलमा गएर इम्पोर्टमा गएर अरु फर्मेटको डेटा सेटहरु जस्तो एक्सेललाई, सीएसभीलाई, स्ट्याटाको फर्मेटहरुलाई पनि फेरि यो एसपीएसएस एउटा डिफरेन्ट फाइल ह्यान्डलिङमा एकदमै रिच छ, यो एकदमै धेरै सपोर्ट गर्छ र एक्सपोर्टमा पनि यसले यसैगरी धेरै टाइपको डेटामा चाहिँ एक्सपोर्ट गर्न सक्छौं। यसरी गरिसकेपछि यसलाई हामी सेभ गर्छौं र अन्य एनालाइसिसको यो डेटाको सम्पूर्ण फंक्सनहरु, ट्रान्सफर्मको, एनालाइजको
यो ग्राफको स्ट्याटिस्टिकल टेस्टहरू पनि सबै यहाँ छ। यो सबै हामीले पढेर त्यसको बारेमा लेख्न यो 3 हप्ताको ड्युरेसनमा सक्छौँ। यसलाई हामीले तपाईँहरू अफिसमै आएर पढ्न पनि सक्नुहुन्छ, अनलाइन माध्यमबाट पढ्न पनि सक्नुहुन्छ। यसको लागि रजिस्ट्रेसन गर्नु पऱ्यो भने तपाईँ यो pvg.com.np जुन हाम्रो साइट छ यसमा गएर यो यसको कोर्सेसमा जानुभयो भने यो SPSSमा जानु, त्यहाँ गएर यो सेन्ड इन्क्वायरी नाउ भन्ने यहाँ गरिने हुन्छ। यो सेन्ड इन्क्वायरी नाउ भन्नेमा गएर यसमा हामीले तपाईँको आफ्नो डिटेल्स, आफूलाई मनपर्ने कोर्स, आवश्यक कोर्स, टाइम र सुइटेबल टाइम र मोडमा चुज गर्न सक्नुहुन्छ र आफ्नो सिट बुकिङ गर्न सक्नुहुन्छ। यो कोर्स अहिले एकदमै डिमान्डिङ छ डेटा एनालाइसिस स्किलमा। नेपालमा एनजिओ आइएनजिओदेखि रिसर्चरहरू, स्टुडेन्टहरूमा, युनिभर्सिटीको प्रोफेसनल्सहरूमा र जो कोहीले पनि यो कोर्स लिएर आफ्नो करियर इन्हान्स गर्न सक्नुहुन्छ, इन्कम जेनेरेसन गर्न सक्नुहुन्छ। बाँकी सबै कुरा कोर्सकै बेलामा सिकौँला। कोर्समा भेटौँला हजुरहरूलाई। हस्त, धन्यवाद, नमस्कार।